हेलो साथीहरू, नमस्ते। आज चाहिँ हामी नयाँ ठाउँमा सपिङको लागि जाँदैछौँ। मौसमले चाहिँ साथ दिइरहेको छैन, त्यही पनि अनि त्यहाँ गएर भिडियोहरू लिनेछु। तपाईँहरूले हेरेर चाहिँ इन्जोय गरिदिनु होला। हामी चाहिँ आज बिएनक्यूमा आएको छौँ। साथी हो, यहाँ फुलहरू एकदम दामी दामी छ है, यस्तो दामी दामी छ। यहाँ हेर्नुहोस् न, क्याक्टसहरू यस्तो दामी दामी छ नि। अब फेरि हामी चाहिँ यहाँ कार्पेटहरू हेर्नु आइरहेको छौँ। अब चाहिँ हामी गार्डन सेन्टरतिर जाँदैछौँ है। यहाँ चाहिँ एकदम रमाइलो हुन्छ। अब यो चाहिँ गार्डन सेन्टर हो। यस्तो दामी दामी फुलहरू छ। खै अब बल्ल फुलको सिजन स्टार्ट हुँदैछ नि त, त्यही भएर अलिअलि मात्र छ क्या, त्यस्तो धेरै चाहिँ छैन होइन खान्छ, त्यस्तो धेरै चाहिँ छैन, तर अलिअलि छ। अहिले चाहिँ फुलको सिजनहरू अब स्टार्ट हुँदैछ। यहाँ चाहिँ पुरै गुराँसको बिउ छ है, हेर्नु सक्नुहुन्छ। गुराँसै गुराँस। यहाँ चाहिँ गुलाबको ठुलो छ हौ गार्डन त। अझै अब समरमा है कति धेरै है ल्याउँछ है भन्छ। यहाँ चाहिँ तपाईँलाई जे चाहिन्छ त्यो सबै छ क्या है। कोपिलाहरू कहीँ यहाँ चाहिँ लगेर के ठुलो गार्डनमा रोप्छ कि कस्तो हो? सानो धेरै बढ्दैन नि त, यिनीहरू त ठुल्ठुलो हुँदैन नि त है। सानो सानो यत्रो यत्रो बढ्नु पुगिहाल्छ। 20 पाउन्ड रहेछ एउटाको। युकेको वेदर चाहिँ यस्तै छ है साथी हो। घरि घामका लाग्छ, घरि पानी पर्छ। अन्त हामी आमाजी बुहारी चाहिँ पुरा फुल हेरिरहेको थियौँ। लोभै लाग्दै थियो क्या फुलहरू चाहिँ पुरै। अन्त यो चाहिँ अब हामी सबै किचनको सामान, बेडरुमको सामानहरूतिर छौँ है। एकदम राम्रो राम्रो सेक्सन आउँदैछ अब चाहिँ। ओ वाउ, दामी कसो अरे बनाइदिन्छ कि उनीहरूले लगेर। यस्तो गर्दा यो लगेर यस्तै डिजाइनमा बनाइदिन्छ। एकचोटि हग्नु बस्नु त, हग्नु बस्नु त। ओ मार्दैन गलेको बेला दामी दामी छ। हामीले चाहिँ केही सामानहरू किनेर अब चाहिँ फर्किनु लागेका छौँ। भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद।